नमस्कार। यति बेला हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक युवा नेता पुण्य गौतम। पुण्य सर, यहाँलाई हार्दिक स्वागत छ। थ्याङ्क यू सो मच, धन्यवाद। सिधा कुरा जनतासँग भन्ने कार्यक्रमका प्रस्तुता वीरेन्द्र जैरूले हर्क साम्पाङलाई चाहिँ स्तरहीन, टिप्पणी गर्न लायक नभएको भनेर टिप्पणी गरेछन्। खासमा तपाईँले चाहिँ यसलाई कसरी बुझ्नुहुन्छ, कसरी व्याख्या गर्नुहुन्छ? यो पत्रकारिताको इथिक्स र नर्म्सभित्र पर्छ पर्दैन? खास के हो, कसरी विश्लेषण गर्नुहुन्छ यसलाई? पहिलो कुरो त हर्क साम्पाङज्यूले बडो तार्किक ढङ्गले करारी जवाफ दिइसक्नु भएको छ। त्यो भिडियो एकछिनपछि हामी हेर्ने नै छौँ। अलमोस्ट त्यो भिडियो मैले हेरिसकेको छु। र वीरेन्द्र जैरू जो रवि लामिछानेको उत्तराधिकारीको रूपमा सिधा कुरा जनतासँग भन्ने कार्यक्रमको हट सिट सम्हालिरहेका छन्। अब यसबाट हामीले के बुझ्नु पर्यो भने, जो मानिस रवि लामिछानेको प्रोग्रामको उत्तराधिकारी हो, उसमा रविजीको आत्मा त ट्रान्सप्लान्ट हुने नै भयो भन्नाले त्यो प्रोग्रामको कुर्सी नै रासोपामय हो। पहिला हामीले यसरी बुझ्नु पर्यो। अनि रवि लामिछाने वास्तवमा पत्रकार थिएनन्, उनी टिभी प्रस्तोता थिए, उनी कलाकार थिए। उनलाई जबरजस्ती पत्रकार बनाइयो र उनीहरू पुलिस कारिता गर्थे। पुलिस कारिता भनेको आफै बोक्सी, आफै झाँक्री, आफै सबै कुराको फैसला सुनाउने, जो पाए त्यहीलाई जे पाए त्यही भन्न मिल्ने गरी कार्यक्रम चलाउने, टुँडी खेलमा राखेर नाकको डाँडी भाँचेर भन्ने टाइपको अभिव्यक्तिहरू दिने व्यक्तिको उहाँ उत्तराधिकारी हो। अब पत्रकारिताको न्यूनतम नर्म्स एन्ड भ्यालुज हुन्छ, त्यसमा एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी हुन्छ र पत्रकारिता गर्नेहरू तटस्थ साक्षी भावमा हुन्छन्। उनीहरू कतैपट्टि ढल्किँदैनन्, कोल्टिँदैनन्। उनीहरूले सूचनालाई निष्पक्ष तरिकाले केलाउँछन्, विश्लेषण गर्छन्। इन्फर्मेसनको तहबाट नलेजको तहबाट विजडमको तहबाट इन्लाइटेनमा जाने एउटा प्रक्रिया हुन्छ। नेपालको पत्रकारबाट इन्लाइटेनको त परिकल्पना गर्न सकिँदैन। जस्तो मदनमणि दीक्षित, लालदेउसा राईहरू विजडमको तहमा हुनुहुन्थ्यो, उहाँहरू महान पत्रकार हुनुहुन्थ्यो अथवा प्रोफेसर हुनुहुन्थ्यो। अब त्योभन्दा एक स्टेप तल जस्तो इन्द्र लोहनी, विजय कुमार पाण्डे, उहाँहरू हुनुभयो। उहाँहरूमा एउटा लेभल अहिले बानियाजीहरू हुनुहुन्छ। अब यो जैरू भाइ नै हो व्यक्तिगत रूपमा, उमेरमा। उहाँलाई मैले चिनेको भनेको यही यो बाङ्गाकुरा जनतासँग हो कि के अरे, यो सिधा कुरा, यसको नेचर चाहिँ त्यस्तो हुनाले मलाई त्यो भन्न आउँछ कि यो पहिलो कुरो त के भने, कुनै पनि टेलिभिजनले यसमा तपाईँहरू ताली दिनुहुन्छ या गाली भनेर जनमत सङ्ग्रह गराउँदैन। यो चुत्थो अभ्यास हो। यिनीहरूले के गर्छन् भने एउटा प्रश्न राख्छन्, जस्तो हर्क साम्पाङ तपाईँलाई ठिक लाग्छ कि लाग्दैन? ताली दिनेले ताली दिनुहोस्, गाली दिनेले गाली भन्छन्। पत्रकारिताको नर्म्स एन्ड भ्यालुज, इथिक्समा गाली भन्ने काहीँ छ? ताली पनि हुँदैन, प्रशंसा पनि हुँदैन त्यहाँ। त्यसकारण जे छ त्यो भन्ने हो कि फ्याक्ट कुरो, एकदम साक्षी भावमा तटस्थ भएर एक हिसाबले आधुनिक युगको नारद मुनि। उसको कुनै दलको दलीय सदस्यताको प्रभाव हुँदैन, त्यहाँ कसैको दबाब हुँदैन। अब जैरूजीको पत्रकारहरूले अथवा पत्रकारिताभित्र व्याख्या र विश्लेषण पनि हुँदैन कि क्या हो? व्याख्या विश्लेषण त प्रशंसा पाइयो, बौद्धिकता छ भने गर्ने हो। तपाईँसँग इन्टेलेक्चुअल प्रपर्टी छ भने त्यो दिने नै हो। व्याख्या विश्लेषणले त तपाईँको मान्छेलाई अधिकांश बचाउनेतिर लान्छ, त उसको चाहिँ ढाकछोप गर्नेतिर लान्छ। माफ गर्नु होला, म चाहिँ रिसर्च आर्टिकल जर्नलमा प्रकाशित नगर्ने, म्यागजिन वा अखबारमा नलेख्ने व्यक्तिलाई हत्तपत्त पत्रकार मान्दिनँ। पत्रकार भइसकेपछि उसँग अखबार पनि हुनुपर्छ र उसँग लेखनको अनुभव पनि हुनुपर्छ। वीरेन्द्र जैरूजी तपाईँले नेपालको कुन रिसर्च आर्टिकल कुन पेपरमा प्रकाशित गर्नुभयो मलाई भन्नु होला। म आफै पनि नेसनल समावेशीको सम्पादक, म सैकडौँ आर्टिकल लेखेको मेरो अनुभव छ र मेरो विश्व राजनीतिको आँखी झ्याल भन्ने यो किताब प्रकाशित हुँदैछ। यसमा अङ्ग्रेजी नेपाली सबै आर्टिकल छ। यसमा उत्तराधुनिकतावाददेखि ग्लोबल फाइनेन्सियल क्राइसिसको कुराहरू छ र न्यू ग्लोबल अर्डरको कुरा छ। तपाईँहरू भने के हो भने, समाचार वाचक र तपाईँहरूमा खासै फरक छैन। समाचार वाचकमा चाहिँ एउटा इमान्दारिता देखियो, उसो प्रेजुडियस हुँदैन, उसले लेखेका कुरा इमान्दारीपूर्वक वाचन गर्छ, ऊ घर जान्छ होइन। तपाईँहरू चाहिँ बढी अजासु बन्नुहुन्छ। नेपालको पत्रकारिताको ट्रेन्डलाई ध्वस्तै पारेको रवि लामिछानेहरूको पुलिस कारिताले हो। पुलिस कारिता भनेको आफै
न्यायाधीश बन्ने, आफै फैसला सुनाउने अनि स्ट्रिङ अपरेसन गर्ने, यो काहीँ पत्रकारिता हुन्छ हो? त्यही कुरा चाहिँ अहिले जयरुजीहरूले सम्हालिरहनु भएको छ। जयरुजीमा प्रतिभै छैन भन्दिनँ म, बोल्न जान्नुहुन्छ, जिब्रो फड्कार्नुहुन्छ, तर उहाँले बोलेका कुराहरू उहाँको स्पोन्टेनियस, जसरी अहिले मैले तपाईँको क्यामेरामा हेरेर बोलिरहेको छु, यो कुनै मोनिटरमा हेरेर बोलेको छैन र तपाईँले प्रश्न सोद्धा पनि कुनै मोनिटर प्रयोग गर्नुभएको छैन। उहाँहरू के गर्नुहुन्छ, उहाँहरूको आँखाको दृष्टि हेर्नुहोस्, एक ठाउँमा टक्क अडिया हुन्छ, अर्काले स्क्रिप्ट लेखिदिया हुन्छ, त्यो फरारेर वाचन गर्ने हो। उहाँहरूको भाषा त्यो होइन। त्यो भएको हुनाले चाहे त्यो पहिला पुलिस कारिता टाइपको गरेर जाने न्युज 24 को त्यो खत्री भनौँ सांसद हुनुभयो, उहाँ पनि हुन नसकेका सांसद होला। म नाम भन्दिनँ, उहाँको बारेमा धेरै कुरा म यहाँ भन्दिनँ, तर विजय जयरुजी अहिले राजसभाबाट सांसद हुनुहुन्छ। तपाईँको को हुनुहुन्छ? विजय जयरुजी सांसद हुनुहुन्छ, केन्द्रीय सदस्य हुनुहुन्छ। तपाईँको के नाता पर्नुहुन्छ एकचोटि जनता यो जान्न पनि चाहन्छन्। ठिक छ होइन, उहाँ सांसद हुन पाउनुहुन्छ, वीरेन्द्र जैरी पनि मन्त्री प्रधानमन्त्री हुन पाउनुहुन्छ। यो देशको चाहिँ संविधानले उहाँलाई हक अधिकार सुरक्षित गरेको छ, त्यो त्यता टिप्पणी गर्न नगरौँ। तर जुन कुरो उहाँले बोल्नुभयो, जुन शब्द उहाँले प्रयोग गर्नुभयो होइन, त्यसप्रति चाहिँ हामी अलिकति कुरामा जाउँ। मलाई के लाग्थ्यो भने होइन भन्नु चाहिँ उहाँले के भन्नुभएको छ त्यो भिडियोमा, स्तरहीन भन्नुभएको छ, केही छ तपाईँसँग? होइन, म अहिले देखाउँछु। त्योभन्दा अगाडि एक मिनट लिएर म एउटा कुरा भन्छु। सुरुमा मलाई उनीहरूप्रति गर्व लाग्थ्यो क्या, कमसेकम केही कुराहरू त जेन्युन उठाउँथे। एउटा नेपालीको त्यत्तिको क्षमता बनाएर टेलिभिजनमा आफ्नो प्रस्तुति दिनु राम्रो कुरा हो। उहाँ भाइको भविष्य उज्जवल होस् भनेर मैले कामना गर्थेँ, भेट्दा पनि आशीर्वचन बोल्थेँ। तर आज आएर मलाई के लाग्न लाग्यो भने आफूलाई, तपाईँहरू हुन त टिभी प्रस्तोता हो, टेलिभिजन प्रोग्राम प्रेजेन्टर हो, तपाईँहरू माफ गर्नु होला पत्रकार होइन है, अब भनिदिन्छन् पत्रकार, तर तपाईँको दिमागमा यति धेरै कुनै व्यक्ति, समुदाय अथवा कुनै पार्टीप्रति यति धेरै पूर्वाग्रहको अल्कोहल भरिएको छ भन्ने चाहिँ मलाई लागेको थिएन। एकचोटि तपाईँकै भिडियो हेरेपछि मैले लगाएका आरोप होइनन् भन्ने लाग्छ। र यस्तो लाग्छ कि उहाँ वास्तवमा न्युज 24 को अथवा टेलिभिजनको प्रोग्राम प्रस्तुता हो कि राजसभाको प्रचार विभाग सदस्य हो, भ्रमै हुन्छ कि यो भिडियो हेरेपछि। एकचोटि हेरौँ न। देशमा यति ठुलो अशान्तिको वातावरण भइरहँदा यसपटक केही नेताको असली र नक्कली अनुहार मजाले हेर्न पाइयो। हर्क साम्पाङ बारे त टिप्पणी गर्ने इच्छा पनि थिएन, किनभने स्वतन्त्र प्रेसले पनि त्यस्ताको मात्रै टिप्पणी गर्ने इच्छा राख्छ जसले टिप्पणीका लागि आफ्नो स्तर मेन्टेन गरेको हुन्छ। हो, हर्क साम्पाङ टिप्पणी आलोचनाका समेत लायक छैनन्। यसपटक झनै देखिएन कि नेता र जोकरहरू बीचको भिन्नता यस्तै सङ्कटको बेला देखिन्छ। दर्शकले रुबिना खातुन भन्ने एक अराजक कार्यकर्ता हर्ककै रहेछन्। उनको हरकत विरुद्ध नेपालको सिङ्गो मुस्लिम समुदायले कारवाहीको माग गरेको सुनियो, तर हर्कले आफ्नो पार्टीकी खराब कार्यकर्तालाई कारवाही गरे भनेर बोलेको सुनिएनन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद, नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हर्कराज राई हुन्, अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किराँत धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै हो। उनको बोली पिच्छे, स्टाटस पिच्छे सबै धर्म बराबर भन्ने मात्रै हुन्छ, तर व्यवहारमा कुनै धर्म सम्प्रदाय भन्दा माथि उठेको कुनै सङ्केत भेटिँदैन। आफै धरानको मेयर हुँदा हिन्दू र इसाई बीच झन्डै दङ्गा मच्चाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोरो विष दमन गरिरहेका छन्। मेयर हुँदा इसाईको क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे। उद्देश्य हर्कको पनि चन्द्र छुने नै देखिन्छ। संसदमा 7 सिट भए पनि आफूलाई प्रधानमन्त्री हुने योग्यताको मान्छे हो भन्ने ठान्छन्, तर व्यवहारमा कुनै धर्म जाति विशेषबाट माथि उठ्न सकेका छैनन्। देशको प्रधानमन्त्री हुने सपना पाल्ने मान्छेले धर्म, जाति, सम्प्रदाय, क्षेत्रगत भावनाभन्दा माथि उठेर राष्ट्रिय हुन सिक्नुपर्छ। हामीले केपी ओली, प्रचण्ड, पहिले शेरबहादुर देउवाको अनवरत
विगत बारम्बार कटु आलोचनाका श्रृङ्खलाहरू प्रस्तुत गरेका छौँ। तर याद गर्नुहोस् त, नेपालमा धार्मिक दङ्गाको वातावरण हुँदै गर्दा यी नेताहरूले आगोमा घिउ हाल्ने काम गरे त? पक्कै पनि गरेनन्। यही भएर यिनीहरू प्रधानमन्त्रीको रूपमा डिजर्भ गरे। अहिलेको धार्मिक तनावको सबैभन्दा राम्रो फाइदा त राजेन्द्र लिङ्गदेनले उठाउन सक्थे, किनभने उनीहरूको घोषित एजेन्डा नै हिन्दू राष्ट्र हो। लिङ्गदेनलाई करिब यति हजुर ल ठिक छ अब यसको जवाफ पनि हर्क साम्पाले दिइसकेको छन् क्या, दिइसक्नु हैन? भएको छ हो। त्यो पनि सुनौँ, हेरौँ। सुनौ अहँ, एकचोटि सुनौ। जवाब सुनेपछि, करारी जवाब सुनेपछि हाम्रा थप तर्कहरू राखौँ। हो, हो। म यो एकचोटि जवाब पनि तपाईँहरूलाई सुनाइदिन्छु र सुनौ। ल मित्रहरू सबैजनालाई हार्दिक नमस्कार छ। मैले यो सानो क्लिप यहाँ पोस्ट गर्न गइरहेको छु र यो क्लिपमा चाहिँ मैले एउटा त्यसको उत्तर मैले दिइराख्नु पर्दैन थियो होला, तथापि भ्रमहरू छर्छन् धेरै। त्यसले गर्दाखेरि त्यो भ्रम चाहिँ छर्ने बित्तिकै त्यसलाई चाहिँ सफा गरिहाल्नुपर्छ। भ्रम छर्नु भनेको त्यो फोहोर गर्नु जस्तो हो, होइन? फोहोरलाई चाहिँ राखिरह्यो भने त्यो दुर्गन्धित हुन्छ। त्यसले गर्दाखेरि क्लियर गरिहाल्नुपर्छ भन्ने चेतना मात्रै हो। र सबैजनालाई जय माटो जय देश भन्न चाहन्छु। सुरुमा यो सिधा कुरा, जनतासँग सिधा कुरा कि खोइ के जति कुरा भन्ने कि एकजना वीरेन्द्र जैरू भन्ने हेऱ्यौ, खोइ नाम चाहिँ थाहा छैन खास त्यस्तो, त्यसो भन्ने मैले यहाँ सुने एउटा क्लिप आएको छ। त्यो क्लिपमा चाहिँ उसले थुप्रै आरोपहरू मलाई लगाएको रहेछ। सबैभन्दा पहिला चाहिँ उसले श्रम संस्कृति पार्टी चाहिँ प्राइभेट कम्पनी भनेर छ। यो प्राइभेट कम्पनी होइन, यो चाहिँ निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो, जुन पार्टी स्थापना भएको 2 महिनामै होइन राष्ट्रिय पार्टी बन्न सफल भयो, होइन? त्यतिखेर पनि तर चुनावको बेला हामीलाई प्रचार प्रसार गर्न पनि दिएन। टी सर्ट लगाइराखेको पनि खोल 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 भनेर प्रहरीहरू खटाइएको थियो। र तपाईँको चाहिँ के अरे 14 दिनको विन्डोमा मात्रै प्रचार गरे भन्ने खालको रिस्ट्रिक्सन्स लगाइएका थिए। ती सारा कुरा हुँदाहुँदै पनि त्यसका बावजुद हामीले यसलाई 5औं ठुलो राष्ट्रिय दलको रूपमा चाहिँ नै स्थापित गऱ्यौँ। यो निर्वाचन आयोगमा दर्ता भएको हो। त्यसले गर्दाखेरि यो वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु, उसले निकै मचिएर आरोपहरू के लगाइरहेछ। अर्को कुरा चाहिँ श्रम संस्कृति पार्टीको ढुङ्गा बोक्ने मात्रै काम हो, सिद्धान्त त्यति मात्रै हो भनेको छ। श्रम संस्कृति पार्टीको सिद्धान्त के हो भनेर बुझ्नको लागि चाहिँ एकचोटि ट्युसन पढ्नलाई आयो हुन्थ्यो यो मित्र। अब आउँदैन होला बिचरा, अरूले नै भरण पोषण गरेको तपाईँको पत्रकार देखेँ मैले। र ढुङ्गा बोक्न तपाईँको चाहिँ के अरे मात्रै हो, ढुङ्गा बोकेर देश बन्छ भन्छ। त्यो साथीलाई थाहा हुनुपर्ने कुरा के छ भने हाम्रो देशको सबभन्दा ठुलो खनिज भन्ने उसलाई थाहा छैन। ढुङ्गा भन्ने सबभन्दा ठुलो खनिज चाहिँ ढुङ्गा हो हाम्रो, होइन? सबैभन्दा ठुलो सम्पत्ति नै ढुङ्गा हो। त्यो ढुङ्गा नबोकिकन बाटो पनि बन्दैन, घर पनि बन्दैन, होइन? यो साथीले जहाँ बसेर चाहिँ नि होइन मुख बजाइरहेको छ त्यो अफिस पनि ढुङ्गाबाट नै निर्माण भएको छ। र ढुङ्गा बोकेर हामीले निर्माण गर्नुपर्छ भन्ने चिज हो। ढुङ्गा नबोकिकन केही पनि बन्दैन, होइन? ढुङ्गा नबोकिकन तपाईँको मुख बजाएर पैसा कमाउने बानी भएकै कारणले गर्दाखेरि देश नबनेको विदेशी ऋणले थिचिएर अब ब्ल्याक लिस्टेड हुन आँट्यो। ब्ल्याक लिस्टेड भइसकेपछि विदेशीले ऋण पनि दिँदैन, होइन? विदेश जहाँ गएर काम गर्नु पाइँदैन, पासपोर्ट पनि सिज हुन्छ, त्यहाँदेखि थाहा हुन्छ। अनि अर्को साम्पाङले भन्नु खोजेको कुरा के रहेछ भन्ने कुरा थाहा हुन्छ। हाम्रो श्रम संस्कृतिको श्रमप्रतिको एउटा लगाव, श्रमदान, काम गर्नुपर्छ, काम गरेर स्वाधीन बन्नुपर्छ, स्वाधीन अर्थतन्त्र हाम्रो देशमा चाहिँ विकसित गर्नुपर्छ भन्ने जुन हाम्रो सिद्धान्त छ उसलाई चाहिँ ढुङ्गा बोक्ने भनेर भन्नु भएको छ। ढुङ्गा नबोकेर चाहिँ के तस्करीको सुन बोकेर भन्छ त देश? वीरेन्द्र जैरू कि के जति भन्ने मित्र के भनेर भन्छ देश, होइन? यो मेरो क्लिप चाहिँ सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु होला। र यो मान्छेले यत्रो ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यू गरेर मेरो लिनु नि हो, होइन? इन्टरभ्यू मेरो लिनु, मुख चुप बनाएर तपाईँको पत्रकारिता होइन नगर्नेसम्म बनाइदिन सक्छु म उसको इन्टरभ्यूमा, होइन? चाहन्छु नि सम्झेर, होइन? यसो चाहिँ नि ढुङ्गासुङ्गा बोकेको सम्झेर होला के भनेर आरोप लगाएर चाहिँ नि
कसले कति दिएर होइन भरण पोषण के गरेर चाहिँ नि साथीले यस्तो गीत गाएको हो साथीलाई म भन्न चाहन्छु एउटा इन्टरभ्यू मेरो लिनु होइन इन्टरभ्यू मेरो लिनु त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि पत्रकारिता छोड्ने बनाउन सक्छु यो सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु सबैलाई म भन्न चाहन्छु टिप्पणी गर्न लायक पनि नभएको भन्ने कुरा टिप्पणी गर्न लायक नभएको भने किन त्यो भनेर भनिराखेको होइन मलाई गाली गर्न खोजेर नै तपाईँको त्यो टिआरपी बटुलेको होला होइन नत्र भन्दाखेरि किन मेन्सन गरिराख्नु तपाईँले त्यो चिज तपाईँ चाहिँ कुन लेभलको तपाईँको चाहिँ के अरे पत्रकार हो र एकचोटि इन्टरभ्यू लिनु न है त्यसपछि थाहा भइहाल्छ नि को कतिको लेभलको रहेछ भन्ने कुरा त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि तपाईँको पत्रकारिता नगर्ने खालको बनाइदिन्छ अर्को कुरा हर्कराज राई मात्रै देशको प्रधानमन्त्री बन्न लायक सम्झन्छ यसो मान्छेले भनेर भनेर छ मैले त्यस्तो ले भनेको छु होइन तर एउटा राष्ट्रिय दल चलाएको मान्छे है एउटा दलको अध्यक्ष भइसकेपछि त्यो प्रधानमन्त्री भन्ने पद चाहिँ व्यक्तिको निजी हो र होइन त्यहाँ पुग्न पनि सकिन्छ के छ र होइन पत्रकारिता छोडेर आउँदा हुन्छ तपाईँ पनि आउँदा हुन्छ तपाईँ पनि सक्नुहुन्छ के छ र त्यो चिज हो त्यो मैले कुनै पनि आधारमा त्यो भनेको छैन र यो देशलाई अत्यन्तै धेरै माया गर्ने मान्छे भएको कारणले गर्दाखेरि होइन म जस्तो यो देशलाई माया गर्ने मान्छे चाहिँ बन्नुपर्छ त्यसको नेतृत्व भन्ने कुरामा म क्लियर छु तपाईँ पनि क्लियर बस्नुहोस् देशलाई माया नगर्ने मान्छेहरूले देश चलाएको कारणले होइन देशको हालत जे भयो न सिमानाको टुङ्गो छ जनताको जनजीवनको टुङ्गो छ होइन जहिले हल्ला हो हल्ला है जहिले चाहिँ आगजनी तपाईँको चाहिँ अराजकता यी सारा कुरा के नभइरहेछ भन्दाखेरि त्यसको माया छैन त्यसले गर्दा स्वदेशी विचार बोक्ने मान्छेले चलाउनुपर्छ देश आदिवासी मात्रै जनता उसको भनेर भनेको छ मैले कहिले त्यस्तो भनेको छु होइन आदिवासी भनौँ या जोसुकै भनौँ 3.5 करोड नेपालीको देश हो यो 3 करोड नेपालीले मैले जनता सम्झिरहेको छु 3 करोड नेपाली मध्येको एउटा जनता म पनि हो के छ र त्यसमा त्यो मैले कहिले त्यस्तो भनेको छु तपाईँलाई कहिले त्यस्तो लाग्यो यो साथी रहेछ यो कुन चाहिँले कति पैसा दिएर उ गरे हो पनि अर्को कुरा हिन्दू धर्मलाई धर्म नमान्ने किराँतलाई मान्ने इस्लाम र तपाईँको चाहिँ नि इसाईलाई मान्ने भन्ने हिसाबको चाहिँ नि अभिव्यक्ति आइरहेछ हिन्दू धर्मलाई मैले धर्म नमानेको भएदेखि तपाईँको चाहिँ नि मठ मन्दिरतिर के गर्न जान्छु म होइन तपाईँको चाहिँ नि मन्दिर बनाइदिरहेको छु मैले धरानमा होइन सूर्यनारायण भगवानको मन्दिर बनाउने मान्छे होइन म मम्मीहरू हुँदाखेरि मैले त्यो जग्गा एलोकेट गरिदिएँ त्यहाँदेखि शिलान्यास गरेँ त्यो मन्दिर स्थापना भएपछि उद्घाटन गर्ने मान्छे होइन म के भन्न खोज्यो यो मान्छेले हरेक धर्मलाई रेस्पेक्ट गर्छु लफवा नफैलाउनुहोस् तपाईँलाई कति पैसा दियो होइन कसले दियो त्यो भन्नु नि यहाँबाट एउटा मेरो इन्टरभ्यू लिनु ओके सक्नुहुन्छ भने एउटा इन्टरभ्यू लिनु लाइभ रेकर्डेड हो बेकारको जे पाते भनेको छ अफवा फैलाएको छ है जे पनि हर्क साम्पाङले गराए जे पनि हर्क साम्पाङले सबै घटना हर्क साम्पाङले गरेर मैले भनेको छु मलाई भगवान् मान्नु नि ईश्वर मान्नु भगवान् र ईश्वरको खरखटनमा मात्रै सबै थोक हुन्छ अरे भन्ने छ नि त बुझायो होइन त्यसै चाहिँ को कसले के गर्छ होइन सबै कुरा मलाई चाहिँ जिम्मा दिने अहिले पानी पर्दैछ म हर्क साम्पाङले गर्दा भएको हो भन्नु त्यो स्टुडियो पनि त मैले गर्दै चलाएको होला होइन अझमा लाग्छ अर्को कुरा धरानको मेयर हुँदाखेरि धार्मिक द्वन्द्व गराएर कहिले गराएँ मैले धार्मिक द्वन्द्व कहाँ गराएँ के छ प्रमाण है आफै हावामा हल्ला गर्दै आउने अर्को साम्पाङ मुर्दाबाद भन्ने है सबै यो राजनीति हो तपाईँको मलाई थाहा छ तपाईँ कुनै दलको एउटा चाहिँ नि होइन तपाईँको पत्रकार हो कुनै दलको कार्यकर्ता हो तपाईँ त्यसले गर्दाखेरि त्यो दलबाट परिचालित भएर अर्को साम्पाङलाई कसरी चाहिँ के गरौँ भनेर चाहिँ तपाईँको त्यो टिममा आबद्ध भएर यता गरिराख्नु भएको छ छोडिदिनुहोस् है तपाईँको आत्माले तपाईँले थुकिरहेछ हौ आत्माले थुकिरहेछ अनि मुखले जे पाते भनेर के गरेको थियो अझमा लाग्छ पत्रकारिता पनि यस्तो हुन्छ के रिपोर्टिङ हो त्यो जथाभावी बोलेको छ यो त्यो भनेको छ कति पैसा पाउनुहुन्छ यस्तो बोलेको एउटा इन्टरभ्यू मेरो लिनु होइन लाइभ गरौँ त्यसको भोलिपल्टदेखि पत्रकारिता गरौँ तपाईँलाई गाह्रो हुन्छ
त्यस्तो बनाइदिन्छु। यति बेला वीरेन्द्र जैरूले भनेका कुरा र त्यसको करारी जवाब दिनुभएको हर्क साम्पाङको कुरा पनि सुनिसक्यौँ होइन? हजुर हो। यी कुरा सुनिसकेपछि तपाईँले चाहिँ कसरी बुझ्नुभयो त सर? थप 20 सेकेन्डको एउटा क्लिप्स। तर खास नोटिसमा परे डाक्टर सीके राउत र हर्क साम्पाङ रुबिना खातुन भन्ने एक सुन्नुहोस्, खास नोटिसमा परे सीके राउत र हर्क साम्पाङ भन्छन्। नोटिस चाहिँ कसले गरे अरे? सुन्नु न, सीके राउत र हर्क साम्पाङलाई एउटै हाँडीमा राखेर भुट्ने, एउटै ढिकीमा राखेर कुट्ने, यो कुनै पत्रकारिता हुन्छ? सीके राउत कहाँ सीके राउत देशलाई टुक्राउनु पर्छ भनेर हिँड्ने मान्छे, मधेसलाई नेपालले उपनिवेश बनायो त्यो टुक्राउनु पर्छ भन्ने मान्छे, कहाँ देश जोगाउनु पर्छ, सिमाना जोगाउनु पर्छ भन्ने हर्क साम्पाङ। अनि यस्तो तुलना गर्ने पत्रकारिता यो कुनै पत्रकारिता हो? पहिलो कुरो। दोस्रो, देशद्रोही र देशभक्तको तुलना गर्नु नि त्यो आफैमा घटिया कुरा हो है। अनि अर्को कुरा के छ भने यो हर्क साम्पाङ भनेको कुनै टिप्पणी योग्य मान्छे होइन, चर्चा लायक मान्छे होइन भन्ने अनि उहाँकै चर्चा गर्ने। हुन त हर्क साम्पाङले 9.5 मिनटको यो फुल भिडियोमा घन्टौँसम्म बहस हुने टाइपको करारी जवाब मजाले दिइसक्नु भएको छ। योभन्दा सुन्दर जवाफहरू हुनै सक्दैन। उहाँले केस्रा केलाएर विहङ्गम ढङ्गले जवाब दिनुभएको छ। अब मूलभूत कुरा उहाँले राखिसक्नु भएको छ। अब केही प्रश्न छ भने तपाईँले राख्नुहोस्। हजुर, अब यसले गर्दाखेरि पत्रकारको बौद्धिक स्तर मापन चाहिँ मजाले गर्यो नि त हो। अब पत्रकारितामा मैले अघि नै भने एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी हुनुपर्छ। पत्रकार भनेको समाजलाई दिग्दर्शन गर्ने र सूचनाको नयाँ आयाममा समाजलाई प्रशिक्षित गर्ने एउटा जमात हो, वर्ग हो। त्यो पत्रकारले भ्रम फैलाउँदैन, त्यो पत्रकारले मिथ्याङ्क पेश गर्दैन, त्यो पत्रकारले अनर्गल हल्लालाई, तथ्य र प्रमाणविहीन हल्लालाई नै प्रोपोगान्डाको आधार बनाउँदैन। नभए त गोएबल्सको खलाती जस्तो भइगयो नि। गोएबल्सले के भन्थ्यो भने झुटो कुरालाई 100 चोटि दोहोऱ्यायो भने जनताले विश्वास गर्छ। होइन, हुन त उनी पनि तपाईँको खास पत्रकार त होइन होला। जसरी रवि लामिछानेले म पत्रकार होइन, कार्यक्रम प्रस्तुता, टेलिभिजन कार्यक्रम प्रस्तुता मात्रै भन्थे होइन। कुनै समय त्यो प्रेस काउन्सिलको प्रेस पास खोज्दाखेरि कुनै इस्यु आएको थियो नि त, त्यति भन्नुहुन्थ्यो रवि लामिछानेले पनि। त्यस्तै सायद वीरेन्द्र जैरू त्यस्तै हुनुहुन्छ होला। तर यदि उहाँ आफूलाई पत्रकार ठान्नुहुन्छ भने यो चाहिँ राजनीतिक विश्लेषकले बोल्ने भाषा भयो होइन। पत्रकारिताको अर्थ भनेको तपाईँको देखाउने, सुनाउने होइन, कसले के भन्यो, कसले के गर्दैछ हो। पत्रकारिताले गर्नुपर्ने के हो भने न्युट्रालिटी मेन्टेन। उसले तटस्थ र साक्षी भावमा, उसको लागि हर्क साम्पाङ, रवि लामिछाने, केपी शर्मा ओलीज्यू, गगन थापा आफ्नो वा पराई हुँदैन। सबलाई समदृष्टिले उसले हेर्न सक्नुपर्छ र सबैका कमजोरीहरूलाई उसले सम्यक तथ्यपरक प्रमाणसहित प्रामाणिक रूपमा खण्डन गर्न सक्नुपर्छ र तथ्य राखिदिनुपर्छ र उनीहरूका राम्रा पाटा पक्षहरू छन् भने त्यसलाई उजिल्याइदिनुपर्छ। त्यसलाई भनिन्छ असल पत्रकार। कुनै समय पत्रकारहरूमाथि देशले गर्व गर्थ्यो। यो देशमा कनकमणि दीक्षित जस्तो संयुक्त राष्ट्रसङ्घसम्म पहुँच पुर्याउन सक्ने पत्रकार छन्। यो देशमा मदनमणि दीक्षित जस्ता महान साहित्यिक चेतना भएका पत्रकार थिए, गोपालदास श्रेष्ठ थिए, लाल देउसा राई जस्तै पत्रकारिताको एउटा मानक सृजना गर्नुभएको छ र पत्रकारिता क्षेत्रको एउटा भेटरान प्रोफेसर हुनुहुन्छ उहाँ। पत्रकारिता क्षेत्रका यस्ता ऋषि मनुष्यहरू भएको यो देशमा दुःख लाग्छ आज टिभीमा विदेशी पोसाक लाएर, टाई सुट चट्ट ढल्काएर बोल्ने टिभी कार्यक्रम प्रस्तुताहरूले अन्टसन्ट बोलेकोमा हामीलाई दुःख लाग्छ। अब यसो हेर्दा उनीहरूको एकाडेमिक क्वालिफिकेसन पनि खासै भएको बुझिँदैन होइन। त्यो अहिले भक्तपुरबाट जित्ने यही टाई सुट लगाएर रवि लामिछाने जस्तै बोरुक उफ्रेर कार्यक्रम चलाउनेको पनि त्यही +2 सरहको पढाइ रहेछ। मैले भन्न खोजेको या त तपाईँसँग प्रचुर अनुभव हुनु पर्यो, या त तपाईँसँग एकाडेमिक अध्ययन हुनु पर्यो। अर्काले लेखिदिएको स्क्रिप्टमा पढेर बाँचेर सुनाएर हुँदैन। जस्तो तपाईँको जवाब त हर्क साम्पाङले फुटनोट नहेरिकन दिनुभयो त, त्यो क्षमता तपाईँले विकास गर्नुहोस् न। जसरी अहिले मैले एकदम आफूलाई
प्रस्तुत गरिरहेको छु, बुधाको इन्टरप्रिटेसन गरिरहेको छु। त्यो क्षमता विकास गरेपछि बल्ल तपाईँमा जेन्युन क्वालिटी छ भनेर हामी बुझ्छौँ। मोनिटरमा हेरेर स्क्रिप्टेड कुराहरू पढेर हल्का फुल्का एक दुईवटा व्याख्या गर्दैमा र टाई सुट लगाएर एसीवाला एकदम सफिस्टिकेटेड आनन्दको कोठामा बसेर न्युज म्यानुफ्याक्चरिङ गर्दैमा हुँदैन। नोम चम्स्कीले त्यसै भएर मिडिया कन्ट्रोलमा भन्नुभएको छ आजकल न्युज चाहिँ म्यानुफ्याक्चरिङ हुन्छ, अर्थात् समाचार वाचन गर्ने अथवा समाचार सम्प्रेषण गर्ने होइन कि उत्पादन गर्ने, फिल्मी तरिकाले ब्रान्डिङ गरेर डेन्टिङ पेन्टिङ गरेर दिन्छ। अब अलिकति यिनको विषयवस्तुमै जाउँ। हर्क साम्पाङले 4-5 वटा बुदालाई बडो सिरियसली उठाउनु भएको छ। एउटा हर्क साम्पाङलाई उहाँ इसाई हो भन्न खोजिएको छ, क्रिस्चियन हो भन्न खोजिएको छ। यो आरोप पुरानै हो, यो नयाँ होइन। र हर्क साम्पाङका विरोधीहरूको सबभन्दा ठुलो अमोघ अस्त्र भनेकै उहाँलाई कन्दनी कसेर न्वारानदेखिको बल लगाएर जसरी हुन्छ नक्कली प्रमाण सङ्कलन गरेर भए नभएका कुरा गरेर उहाँलाई पास्टर हर्के बनाइदिने, यो उनीहरूको उहाँ मेयर भएदेखिकै उपक्रम हो। अब के हुन गयो भने नेपालको संविधान अन्तर्गत, धर्मनिरपेक्ष संविधान अन्तर्गत मेयर भएपछि उहाँले विभिन्न धर्मावलम्बीहरूसँग भेट्नुभयो, आशीर्वचन पनि लिनुभयो। तहरूले पनि भेटिरहेछन्। रवि लामिछाने मुस्लिमको मस्जिदमा पनि जान्छन्, चर्चमा पनि गएछन्। अझ भरत गिरी भन्ने एकजना पास्टरले त हामीलाई गौरव छ, उनी अमेरिकामै क्रिस्चियन धर्म कबुल गरेर आएको र त्यहाँको नागरिकता लिँदै क्रिस्चियन भएर आएको भनेर भनेका थिए। हामीले यो कुरा हाइलाइट गर्न उचित सम्झिएनौँ, किनभने हामीसँग त्यसको तथ्य प्रमाण थिएन। जुन दिन प्रमाण मिल्ला त्यो दिन हामी भनौँला, होइन। अनि त्यसपछि उहाँले भन्नुभयो मैले सूर्यनारायणको मन्दिर बनाएँ, बुढा नीलकण्ठ बाबाको दर्शन गर्न पुग्नुभयो, पशुपतिनाथमा पुग्नुभयो, स्वयम्भूनाथ जानुभयो। अब यो आधारमा चाहिँ उहाँलाई क्रिस्चियन बनाइदिने अनि किराँतलाई मात्रै धर्म मान्छ भन्ने, ए बाबा तपाईँलाई थाहा छैन? तपाईँलाई थाहा छैन भने तपाईँले आफ्नो जन्मदिन मलाई टिपाइदिनुहोस्, म तपाईँलाई काले राई भनिने महाविद्वान डाक्टर स्वामी प्रपन्नाचार्यको एउटा किताब गिफ्ट गर्नेछु, वेदमा के छ। तपाईँ पनि एउटा मुख राम्रै छ जिब्रो फड्कार्न सक्ने, भविष्यमा पत्रकार हुन सक्ने व्यक्तित्व, पत्रकार हुन सक्ने भने है उहाँ पत्रकार भइसकेका छैन। यदि उहाँले आफूलाई रूपान्तरित गर्न लाने भने पत्रकार हुन सक्नुहुन्छ। टेलिभिजन प्रोग्राम प्रस्तुता हुनुहुन्छ, त्यहाँ उहाँले के भन्नुभएको छ डाक्टर स्वामी प्रपन्नाचार्यले, म पनि एउटा कार्यक्रममा अतिथि थिएँ, उहाँले भन्नुभएको थियो धर्म एउटै छ, त्यो भनेको वैदिक सनातनी वेदबाट निश्रित। वेदलाई रचना गर्ने वेदव्यास आफै ब्राह्मण पुत्र थिएनन्, शुद्ध पुत्र थिए। यो कुरा ख्याल गरौँ। मजिनी भन्छ नि, माझी मजिनी मछुवाराको सन्तान हो नि वेद, यो कुरा याद गरौँ। उनले रचेको वेद नै संसारको प्रामाणिक एकमात्र धर्म हो, याद गर्नु है। यो कुरा कसले भन्यो? डाक्टर स्वामी प्रपन्नाचार्यले। र महाविद्वानहरूले यसको पुष्टि गरेका छन्। सिन्धु नदीबाट सुरु भएको सभ्यताबाट अनुप्राणित भएर कुनै मान्छेले धर्मलाई हिन्दू भनिदियो, त्यहाँ चलेको एउटा पूजा विधि, त्यहाँ चलेको एउटा पन्थलाई उसले हिन्दू भनिदियो र भारतले त्यसलाई ग्लोरिफाइड गर्यो। अब हामीले त्यही हो धर्म भनेर हिँड्यौँ। वास्तवमा वेद निश्रित वैदिक सनातनी धर्म नै धर्म हो। त्यो अन्तर्गत हिन्दू, मुस्लिम, क्रिस्चियन, बोन, जैन, किराँत, प्रकृति पूजक, सिख सबै पर्छन्। पूजा विधि पन्थ छ, त्यो सबै वैदिक सनातनी। त्यति ज्ञान पनि वीरेन्द्र जैरू भाइमा रहन्छ। पहिलो कुरो उहाँले धर्म के हो बुझ्नु पर्यो राम्रोसँग। उहाँले जे सम्प्रदायलाई पूजा विधिलाई धर्म भन्नुभएको छ, असली धर्म वैदिक सनातनी र किराँत त्यसको एउटा महत्त्वपूर्ण सेक्सन हो। बुद्ध मार्गी, किराँत, प्रकृति पूजक त्यसको महत्त्वपूर्ण सेक्सन। जसरी हिन्दूले आफूलाई गर्व गरेका छन् त्यसै गरी किराँत पन्थलाई पनि उनीहरूले गर्व गरिरहेका छन् र सुम्निमा पारुहाङ त्यसैको महान प्रतीक हो। यो कुरा बुझ्नु पर्यो। यो वैदिक सनातनीकै हाँगो हो, यो बुझ्यौँ हामीले। जस्तो पन्थमा हामीले डिबेट गरेपछि धार्मिक साम्प्रदायिक लडाइँ हुन्छ। तेरो धर्म सानो, मेरो धर्म ठुलो, तेरा देवता साना, मेरा देवता ठुला, हो यहीँ लडाइँ भयो। मध्यकालमा पादरी र पास्टरहरूले क्रुसेड रचना गरे, तोप र पोपको शासन भयो, पृथ्वीमा करोडौँ मान्छे मरे। हिटलरले नाजीवादको खाँडो जगाए, यहुदीहरूलाई नरसंहार गर्यो। हिजो
भारत पार्टिसन हुने बेलामा पाकिस्तान बन्ने बेलामा मोहम्मद अली जिन्नाले पाकिस्तान बनाउँदा लाखौँ मान्छे मरे। अस्ति भर्खर गुजरातमा सन् 2000मा ठुलो दङ्गा फसाद भयो, दङ्गा भड्कियो, त्यहाँ लाखौँ हजारौँ मान्छेको ज्यान गयो। नेपालमा अहिले त्यही साम्प्रदायिक दङ्गाको खाडो जगाइएको। यो भनेको साम्प्रदायिक कुरा हो। अब अर्को कुरो, उहाँले किराँतलाई यसरी होच्याउन मिल्छ? मिल्दैन। उहाँले गल्ती गरिरहनु भएको छ। र अर्को कुरो के हो भने कुनै पनि पत्रकारले कसैलाई इन्सल्ट गरेर डोमिनेट गरेर बोल्न मिल्दैन। यो टिप्पणी लायक होइन भन्नु भनेको उसको डिसरेस्पेक्टमा मानहानि हो। यो पत्रकारिताको नर्म्स एन्ड भ्यालुजभन्दा बिल्कुल पृथक कुरा हो। उसले अर्को कुरो ल तथ्यमै टेकौँ, उहाँ एउटा टेलिभिजनको मामुली पत्रकार, हर्क साम्पाङ के नेपालको जनप्रतिनिधिमूलक संस्था पार्लियामेन्टको विपक्षी दलको नेता, उहाँको इन्टरनेसनल लेजिटिमेसी हुन्छ। अहिले हर्क साम्पाङ चीनमा जानु हो भने कमसेकम उहाँलाई भाग्यमा रहेछ भने प्रेसिडेन्ट सीले नै भेट्नुहुन्छ, कमसेकम पनि वाङ यीले भेट्नुहुन्छ। म ढुक्क छु। चिनिया विदेश मन्त्री वीरेन्द्र जैवीजीलाई कसले भेट्छ? मलाई प्रश्न गर्न मन लाग्यो। अनि उहाँ रसिया जानु हो भने त्यहाँको विदेश मन्त्री सर्गेई लाभ्रोभले भेट्छ, इज्जत गर्छ। विपक्षी दलको नेता हो, त्यहाँको संसदको पार्लियामेन्टको स्पिकरले उहाँलाई सम्मान गर्छ। अझ मैले भन्न छुटाइछु, चाइनाको पिपुल्स कङ्ग्रेस हुन्छ त्यहाँको संसद, फेरि यहाँ काङ्ग्रेस रहेछ भनेर मेरो आलोचना गर्छन्। त्यहाँको पिपुल्स जनकङ्ग्रेसको सभामुखले उहाँलाई महत्त्वका साथ भेट्छ। अब होइन, अलिकति मैले यो कुरा भन्नुपर्छ। उहाँले होच्याएको हुनाले उहाँको प्रोटोकल के हो मैले बुझ्नु पर्ने हुन्छ। उहाँ अमेरिका जानु हो भने पनि उहाँलाई अमेरिकन फरेन मिनिस्टरले त्यही ढङ्गले ट्रिट गर्न सक्छ र भारत जाँदा पनि एस जयशङ्करले उहाँलाई भेट्न सक्छ। रविको जे प्रोटोकल हो, ठुलो पार्टी हुनाले उहाँ ठुलो पार्टीको सभापति हो। विदेशमा पार्टी सानो ठुलो हेरिँदैन, उसको हैसियत हेरिन्छ। हैसियत केबाट मापन हुन्छ भने ऊ पार्लियामेन्टको सदस्य हो कि होइन, ऊ त्यो देशको निर्वाचन आयोगले रिकगनाइज गरेको दलको मेम्बर हो कि होइन। त्यसकारण अब उहाँलाई रासोपालाई ग्लोरिफाइड गर्न मन लाग्यो होला, बालेनको आलोचना गर्यो भनेर दुखी हुनुभएको छ उहाँ। हेर्नुहोस् है कस्तो अचम्म, एउटा पत्रकार बालेनको आलोचना हर्कजीले गर्यो भन्दैमा दुखी हुन्छ भने त्यो पत्रकार कसरी हुनसक्छ? मैले यहीँनिर प्रश्न सोध्नु लागिरहेको थिएँ क्या तपाईँलाई, आखिरी यति तल्लो स्तरमा गिरेर किन टिकट पनि गरे होला? डाह हो कि ईर्ष्या हो कि प्रतिशोध हो कि खास किन गरे होला भन्ने के? होइन, हर्क साम्पाङलाई सिद्धाउन फिजिकल एट्याक भयो। जनकपुरमा त उहाँलाई अचारै बनाउने प्लान छ। मलाई धेरै महत्त्वपूर्ण सुरक्षा निकायको मान्छेले कृपया हर्क साम्पाङज्यूलाई केही महिना तराईमा क्रस बोर्डर क्राइम खुब हुन्छ, दुवै देशको नागरिकता लिएका अपराधीहरू छन्, तिनले अज्ञात तरिकाले साफ सुटर खटाएर जे पनि गर्न सक्छन्। उहाँको ज्यान नेपाललाई प्यारो छ। हामीले जननेता मदन भण्डारी गुमायौँ, रत्नकुमार बान्तवा गुमायौँ, हामी अर्को योद्धा गुमाउन चाहँदैनौँ। यो देशको हिरा हो, हिरा हर्क साम्पाङ, त्यसकारण उहाँलाई जोगाउनुपर्छ। अहिले कृपया त्यो द्वन्द्वग्रस्त क्षेत्रमा नटेकिदिनु होला। यो सुझाव तपाईँले टेलिभिजन मार्फत दिनुहोस्, मिडिया मार्फत दिनुहोस् या भेटेर दिनुहोस् भन्नुहुन्थ्यो। सम्भवतः हर्क साम्पाङले यो हेर्नु होला, मनन गर्नु होला। म यही भन्छु, तपाईँले अरू स्तरका कदका नेतालाई त्यहाँ पठाए हुन्छ। तपाईँलाई अस्ति जनकपुरमा सिद्धाउने योजना थियो। एकातिर हेर्नुहोस्, उहाँलाई यो एकदम चौतर्फी आलोचना हुनुको कारण नेपालका मूलधारका मिडिया, म अन्ततिर गइन, पोलिटिसियनहरू अरूले त आलोचना गर्छन्, होइन, विरोध गर्छन्, राजनीति नै त्यस्तै हो। तर एउटा पत्रकार जो त निष्पक्ष भनेको त त्यसको चौधङ्ग मानिन्छ, होइन? पत्रकार यदि निष्पक्ष हुने हो भने किन टिका टिप्पणी गरे होला? हुन त अहिले पत्रकार तपाईँको धेरै त्यो निष्पक्ष भनेको एकदम कम छन्। कोही प्रेस चौतारी, कोही प्रेस युनियन, कोही प्रेस सेन्टर, होइन? अब राजसभाको पनि त होला, त्यही जैरू जस्ताहरू कोही होलान्, होइन? जैरू त नहोला, जैरू जस्ताहरू कोही होलान्, होइन? अब यसरी पत्रकार पनि अहिले अधिकांश पार्टीको निकट नै छन्। यद्यपि कोही स्वतन्त्र छन् भने त्यस्ता स्वतन्त्र पत्रकारले चाहिँ यो किन यस्तो टिका टिप्पणी गर्छन्, यति तल्लो स्तर किन गिर्छन् भन्ने चाहिँ हो सर मेन। होइन इन्द्र सर, मैले जैरू महोदयको आलोचना हुँदा कति ठाउँमा डिफेन्स पनि गरेको छु। जस्तो उहाँलाई कुनै तान्त्रिक झाँक्री आदि इत्यादिको भिडियो उठाउनु हो, त्यसलाई सिरियली म ल्याउँछु, त्यसको धारावाहिक प्रस्तुति दिन्छु
र कैयौँ भागसम्म उसका काला करतुत भण्डाफोर गर्छु भन्नु हो। त्यसपछि एउटा पनि भाग नआउँदा कतिले उहाँमाथि त्यो अफवाह नै सही सेटिङ भयो होला, मिलापत्र भयो होला, ठेकी कसरी बुझे भनेर आरोप लगाउँदा त्यो आरोप झुटो हुनसक्छ है। तपाईँसँग प्रमाण छ भने भन्नुहोस्। उहाँले नोटका बिटा बोकेको भनेर बुझेको भनेर तपाईँहरू किन हिलो छ्याप्नुहुन्छ? तपाईँसँग प्रमाण छ वीरेन्द्र जैवीले सेटिङ गरेको? तपाईँले यसरी अफवाह फैलाएको ठहर छ। यदि तपाईँले तथ्य प्रमाण ल्याउनुहुन्छ भने हामी उहाँको आलोचना गरौँला, नत्र उहाँले अमुक कुनै तान्त्रिक वा झाँक्री भनिने मान्छेसँग नोटका बिटा बुझेको भन्ने झुटो आरोप नलगाउनुहोस् भन्ने मान्छे मै हो। आज पनि म कन्फिडेन्टका साथ भन्छु, म कसैलाई पनि झुटो आरोप लगाउँदिनँ। अब यहाँनिर के छ भने अहिले उहाँले पत्रकारिताको लक्ष्मण रेखै नागिदिनु हो। हुन त मैले अघि नै भने उहाँको रिसर्च आर्टिकलहरू जर्नलमा प्रकाशित छैन, अखबारमा प्रकाशित छैन, उहाँको कुनै पत्रिका छैन, त्यसकारण उहाँ टेलिभिजन प्रोग्राम प्रेजेन्टर हो। र उहाँले सम्हालेको कुर्सी भनेको पुलिस कारिताको कुर्सी हो। पुलिसले के गर्छ भने इन्भेस्टिगेसन गर्छ, मुद्दा दायर गर्छ, आफै जान्ने सुन्ने बन्छ। उहाँहरू न्यायाधीश पनि आफै बन्ने, फैसला पनि आफै सुनुने, मुद्दा पनि आफै अभियोजन गर्ने, पुलिसको काम पनि गर्ने, तर्साउने पनि। भन्नाले यस्तो काहीँ पत्रकारिता हुन्छ। अनि अघि नै मैले भने उहाँहरूको कार्यक्रममा ताली र गालीको सेक्सन छ। पत्रकारिताको कुन डिपार्टले चाहिँ ताली र गालीको अनुमति दिन्छ? लाल देउसा राईसँग एकचोटि गएर कफी खाएर सोध्नुहोस् त। भेटरान पत्रकार, पत्रकारिताको महागुरु, उहाँले केही शिक्षा दिनुहुन्थ्यो कि तपाईँलाई? म यो भन्छु। अनि अर्को कुरो हेर्नुहोस्, पत्रकारले त समाजलाई सभ्य बनाउँछ, भव्य बनाउँछ र सिभिलाइज्ड बनाउँछ। उसले वास्तवमा द्वन्द्व बिखराव पैदा गर्दैन, उसले तोड्ने काम गर्दैन, उसले ब्रिजको काम गर्छ, पुलको काम गर्छ, उसले पर्खालको काम गर्दैन, घृणाको खेतीपाती गर्दैन। यहाँनिर हर्क साम्पाङलाई त उहाँको न्वारानदेखिको बल लगाएर के प्रमाणित गर्ने उद्देश्य रहेछ भने हर्क साम्पाङ क्रिस्चियन नै हुन्, हर्क साम्पाङ जातिवादी हुन्, हर्क साम्पाङ अराजनीतिक हुन्, हर्क साम्पाङ घमण्डी हुन्, आफूबाहेक प्रधानमन्त्री हुन कोही योग्य छैन भन्छन्। ए बाबा, उहाँले जवाफ दिनु हो त। म प्रधानमन्त्री बन्छु, मैले सपना बोकिहाल्छु, किनभने म दलको नेता हुँ, मलाई आशा छ म प्रधानमन्त्री हुन्छु, तर म बाहेक अरू पनि योग्य छन् भनेर उहाँले त सामूहिक नेतृत्वको कुरा गर्नुभएको छ। अनि अर्को कुरो उहाँले के भनिदिनु हो भने हर्क साम्पाङले ढुङ्गा बोक्यो यसरी देश बन्छ भन्नु हो। क्या मजाको जवाफ दिनुभएको छ भने नेपालको मौलिक संस्कृति, भाषा, रहन सहन सबैलाई तपाईँहरूले प्रवर्धन गर्नु न। तपाईँहरू दौरा सुरुवाल लगाएर कार्यक्रम सञ्चालन गर्नु त, राष्ट्रिय पोसाकको इज्जत गर्नु त, अनि हामी मानौँला। अनि अर्को कुरो ढुङ्गा माटो के हो? पूर्वाधार निर्माणको सञ्जीवनी बुटी हो। उहाँले राम्रो, मैले भन्दा राम्रो व्याख्या हर्क साम्पाङले गर्नुभएको छ। उहाँलाई ढुङ्गा बोकेकोमा आपत्ति छ, के सुन बोक्नुपर्ने त भनिदिनु भएको छ उहाँले। वास्तवमा ढुङ्गा बोक्ने त ज्यामी हुन्, कर्मी हुन्, देश निर्माता हुन्। ढुङ्गा बोकेर उनीहरूले अपराध गरे, उनीहरूले के बोक्नुपर्ने? डलर युरो भारू बोक्नुपर्ने, अनि रवि लामिछानेको जस्तो नाटक गर्नुपर्ने, अभिनय गर्नुपर्ने। अनि उहाँलाई अर्को आपत्ति भएन, बालेन शाहले यो देशको सीमा, हामीले भारतको सीमा मिचेका छौँ भन्दा उहाँले त्यतिखेर किन प्रोग्राम बनाउनु भएन? किन उहाँले त्यसमा आलोचना गर्नु भएन? उहाँहरूलाई रिस किन उठायो होला भने एमसिसीको पनि विरोध गर्छ यो मान्छे। मिलेनियम च्यालेन्ज कर्पोरेसन भनेको इन्डो पेसिफिक स्टडिजसँग सालनाल जोडिएको छ, त्यसकारण यसको कार्यान्वयनमा जानु हुँदैन भन्छ। अब सायद टेलिभिजनका मालिकहरूको कुनै न कुनै सम्बन्ध एमबिसीतिर हुनसक्छ, त्यो कुरामा ज्वरो छुटेको हुनसक्छ। एसपिपी त पास ल्याउनै हुँदैन भन्छ, स्टेट पार्टनरसिप प्रोग्राम, त्यसलाई पनि खारेज अब भविष्यमा ल्याउनु हुँदैन भन्छ। अनि नेपाल र भारतको बोर्डरमा पर्खाल लगाउनुपर्छ, काँडेतार लगाउनुपर्छ भन्छ हर्क साम्पाङ। त्यो कुरामा टेन्सन होला। अनि अर्को टेन्सनको विषय घुस खानु हुँदैन, अपराध हो, आमाको रगत खाए बराबर हो भन्छ। फेरि अर्को तनाव, अब भोलि प्रधानमन्त्री भएको व्यक्ति, प्रधानमन्त्री म हुन्छु भने व्यक्तिले घुस खाइदिएन भने तल तल कमिसन फ्लो हुँदैन। अस्ति मैले हाम्रो श्रीमान प्रेम कुमार राईज्यूसँग भेटेका थिएँ, मैले पटक पटक भेटेको छु। उहाँले भन्नुहुन्थ्यो उहाँमाथि सबभन्दा बढी अट्याक किन हुन्छ अरे भने अब ओपन सेक्रेट जस्तो हो, योभन्दा अगाडिका कतिपय आयुक्त, प्रमुख आयुक्तहरू खान्थे पनि खुवाउँथे पनि, सेटिङ पनि गर्थे, अनि मिडियासम्म त्यो कमिसन पुग्दो रहेछ, अनि मिडियाको मुख बन्द हुन्छ। तर यहाँनिर विज्ञापन कहाँबाट आउँछ, कमिसन कहाँबाट आउँछ भन्दा जहाँ खानी र खुवाउने सिलसिला हुन्छ
त्यहाँ कमिसन आउँछ। अब हर्क साम्पाङले त सारा द्वार त्यो गर्नुहुन्न। टालिदिनुहुन्छ। अब डर के हो भने हर्क साम्पाङ नेपालको कार्यकारी कुर्सीमा पुग्दाखेरि उहाँले भन्नुभएको छ म एक दिन प्रधानमन्त्री हुन्छु, राष्ट्रपति पनि हुन्छु। उहाँहरूलाई डर के छ भने नेपालको संविधान झन् कार्यान्वयन हुन्छ, नेपाल न्यू ग्लोबल अर्डरमा जान्छ, नेपालको चीन रुससँग सम्बन्ध विकास हुन्छ, नेपालको स्वाधीन राष्ट्रिय अर्थतन्त्र बन्छ, नेपालमा वैदेशिक हस्तक्षेप बन्द हुन्छ, नेपालमा श्रमको संस्कृति हुन्छ, एउटा मूलवासीको छोरो, देशभक्त छोरो र हृदयभरि देशलाई लिएर हिँड्ने भ्रष्टाचार मुक्त, विवाद मुक्त व्यक्ति। अन्त आरोप त ती सेतै दारी फुलाएका मान्छे आफै भ्रष्टाचारको मुद्दा खेपिरहेछन् सर्वोच्च अदालतमा, तिनले अफवाह फैलाएका छन्। बेग्लै कुरो, पुल बनाउने ठाउँमा करोडौँ भ्रष्टाचार गऱ्यो, चिन्डे डाँडोमा उहाँ माथि के अरे उसको सुम्निमा पारुवाङ बनाउँदा पनि जग्गा सग्गा किन्दा घोटाला गरेर भन्छन् कि वाहियात आरोपको पछाडि लाग्नु हुँदैन, फटुस कुराहरू हुने, झुटा कुराहरू हुनु। सुन्नु न, हो यिनीहरूलाई टेन्सन भएको कारण चाहिँ के भने अब यो घन्टी बजाउँदै खरानीमा उभिएकाहरूको पतनपछि नयाँ यदि कोही आउँछ भने हर्क साम्पाङ हो, उहाँलाई पत्ता काट्न खोजेको कि जरा उखल्न खोजेको यो के अरे बिरुवा पलाउनुभन्दा अगाडि बेलुकामै निमट्दियो भने होइन हो त्यो भन्ने कुरो ठिक छ। अब आज मात्रै संसदमा हर्क साम्पाङले अर्को पनि विषय उठाउनु भएछ, जस्तै यो हिन्दू सम्राट सेना भन्ने जो छ होइन, हिन्दू सम्राट सेनाको कुरा गर्दाखेरि हिन्दू धर्मावलम्बीहरूको अपमान गरेको होइन, उहाँहरूको हामीले कुनै विरोध गरेको होइन, तर जुन सेना भन्ने शब्द जोडिएको छ क्या अहिलेसम्म त तपाईँको नेपालीमा नेपाली सेना भन्ने सुनिएको होइन, अरूमा तपाईँको आर्मी भन्छ अङ्ग्रेजीमा, तपाईँको के आर्मी अरे, कताको आर्मी अरे, कुन देशको आर्मी अरे, त्यो भन्ने हुन्छ आर्मी, इङ्ग्लिसमा आर्मी, नेपालीमा चाहिँ सेना। अब यो नेपालमा नेपाली सेना त सुनेकै हो होइन, राजाको शासनकालमा शाही नेपाली सेना भनिन्थ्यो, पछाडि नेपाली सेनातिर आयो। अब फेरि यो हिन्दू सम्राट सेना। अब यस्ता चाहिँ नि सुरक्षा टिमहरू नभएको त अरू पनि होइन, विभिन्न राजनीतिक दलहरूको पनि छ होइन, युथ फोर्सहरू भयो, वाइसिएलहरू भयो, के नामले विगत थुप्रै आएका थिए, तर त्यता चाहिँ सेना भने जोडिएन। अब अहिले चाहिँ तपाईँको हिन्दू सम्राट सेना भन्ने आयो। योभन्दा अगाडि शिवसेना भन्ने थियो, के अरे शिवसेना अहिले छैन क्या अरे सायद होइन, शिवसेना पछाडि अहिले हिन्दू सम्राट सेना भन्ने आएछ। यो विषयमा उहाँले चासो चिन्ता गर्नु भएको रहेछ कि कस्तो सेना हो, के हो, आधिकारिक हो कि दर्ता भएको सेना हो कि नभएको सेना हो कि के हो कस्तो भनेर चासो र चिन्ता व्यक्त गर्नुभएको रहेछ। यस विषयमा चाहिँ तपाईँको भनाइ के छ? स्वाभाविक हो। अब हेर्नुहोस्, म आफै पनि वैदिक सनातनी हुँ, म वैदिक सनातनी हुँ, तर म कसैलाई घृणा गर्दिनँ। म सर्व धर्म समभावको मान्यता राख्छु। कोही मान्छे दिलैदेखि मुस्लिम हुन्छ भने उसलाई त्यो स्वतन्त्रता छ, अल्लाह हो अकबर भन्न पाउँछ। कोही प्रकृति पूजक हुन्छ, कोही क्रिस्चियन होला, कोही के होला, के ती चाहिँ मान्छे होइनन्। अब भोलि तपाईँको किराँत सेना बनाइदिएला कसरी, सुन्नुहोस्, भोलि बुद्धकोमा त सेना भन्ने छैन। अब कुनै सन्किएर ल बुद्ध धर्म नै सङ्कटमा पर्यो भनेर बौद्ध सेना बनाइदिएला, के गर्नुहुन्छ? यसै त गुम्बा सशस्त्र भयो भनेर यहाँ आरोप प्रत्यारोप छ होइन। नेपालको गुम्बामा दुर्गा प्रसादले भनेको भनै छन्, गुम्बाभरि हतियार छ भन्छन्, के हो। अब त्यस्तो आरोपहरू आएको छ, त्यो भयो भने के हुन्छ? भोलि क्रिस्चियनले त दुनियाँमा फौज नै खडा गरेको छ। भ्याटिकन सिटी उसको एउटा अस्तित्वको अन्तिम राजनीतिक आधार हो, जहाँ पोप जोन पल हुँदै पोप बेनेडिक्ट हुँदै अहिले पोप फ्रान्सिसले शासन गर्छन् र अमेरिकाको राष्ट्रपतिले पनि बाइबल छोएर शपथ खान्छन्। सरिया कानुनबाट देश चलाउने विधि छ अफगानिस्तानमा, जहाँ अतिवादी तालिबानहरू अहिले सत्तामा छन्। यद्यपि उनीहरू चाहिँ फेरि अहिले विकासको लागि चिनियाहरूसँग हात मिलाइरहेछन्। हामी चाहिँ उल्टो बुद्धिमा छौँ। त्यस्ता कट्टरपन्थी मुस्लिमहरूले चाहिँ आफ्नो देश विकसित गर्नको लागि अहिले चीन जस्तो केही ठ्याकै नमिल्ने देशसँग चौतर्फी सम्बन्ध कायम गरेर बिआरआई अन्तर्गत खरबौँ डलर आफ्नो देशमा लाँदैछन्। उनीहरू त्यति बुद्धिमान भइसके। अब उता इस्लामिक गणतन्त्र इरान, जहाँ सिया मुस्लिमहरूको राज्य छ र त्यहाँको राष्ट्रपतिभन्दा माथिल्लो कुर्सीमा को छन्? आयतुल्लाह अली खुमेनीको छोरा, जो अस्ति मारिए। भन्नाले जब राजनीतिभित्र धर्म पस्छ नि,
यो चाहिँ बागमतीमा ढल बसेर ढलमती भए जस्तो हो। बागमतीलाई नि मैले भन्न खोजेको त्यो विषय सुन्नुहोस्, सेना भन्ने कुरो चाहिँ राज्यको आधिकारिक फौज हो। त्यो मिलिटेन्ट हुन्छ। सेना भन्ने बित्तिकै उसको उद्देश्य लड्ने हुन्छ, हतियार हुन्छ सेनासँग, सेनासँग तालिम हुन्छ, सेना मर्न मार्न डराउँदैन। सेना भन्ने बित्तिकै उसको असाइनमेन्ट भनेकै लडाइँ हो। अब यहाँ हाम्रो वैदिक सनातनीमा लडाइँ छैन। हुन त तपाईँको सेना पनि अहिले गलत ठाउँमा प्रयोग भइराखेको छ। तपाईँको सेना भनेको एकदम कडा चाहिँ नि आदेश लिएर फिल्डमा जानुपर्ने हुन्थ्यो होइन। कुनै गल्ती गर्छ भने, कसरी कमजोरी गर्छ भने तपाईँको त्यही नै फायर खोल्ने गरी सेना अगाडि बढ्नुपर्ने। तर यहाँनिर तपाईँको एउटा दङ्गा नियन्त्रण गर्ने प्रहरीले जस्तै लट्ठी बोकाएर जस्तै सेना उभ्याएको देखिरहेको थियो होइन। तपाईँको त्यो के अरे उताबाट चाहिँ दङ्गाहरू मचाउँदै आउँदै थियो भिडभाड, त्यो दङ्गालाई नियन्त्रण गर्न माइक फुक्दै तपाईँको लट्ठी लिएर। यो त बालन सरकार र रविहरूको नालायकी हो नि त। यो तर मैले जोड्न खोजेको यहाँनिर के भने धर्ममा किन चाहियो सेना होइन। कुनै पनि धर्म, हिन्दू धर्म मात्रै होइन, क्रिस्चियन, बुद्धिस्ट, इस्लाम, किराँत, कुनै पनि धर्म किन चाहियो सेना। सेना भन्ने बित्तिकै तपाईँको त्यो गुन्डागर्दी नियन्त्रण गर्न, हत्या हिंसा चाहिँ लडाइँ झगडा नियन्त्रण गर्न, कन्ट्रोल गर्न खटिने चिज अथवा त्यो चाहिँ सेना हो। अब धर्म भन्ने बित्तिकै फेरि के जोडिन्छ भन्दाखेरि हत्या हिंसा नगर्ने, शान्ति, व्यभिचार नगर्ने, शान्ति होइन, भाइचारा, भातृत्व, अनुशासनहीनलाई के अरे अनुशासनहीनता छ भने अनुशासनमा ल्याउने होइन, त्यस्तो चिज धर्म चाहिँ होइन। अब धर्म भनेको चाहिँ धर्म कर्म गर्ने, भजन कीर्तन गर्ने आफ्नो तरिकाले। अनि क्रिस्चियन तपाईँको, इस्लाम, बुद्धिस्ट तपाईँको, हिन्दू किरा सबैले आफ्नो तरिकाले चाहिँ भजन कीर्तन गर्ने होइन, भगवान् अल्लाह जे भने पनि उहाँहरूको महिमा गाउने, उहाँले सम्झिने, अनुशासनहीन छ भने अनुशासन ल्याउने, आफ्नो मनलाई कन्ट्रोल गर्ने, खराब विचारलाई चाहिँ त्याग्ने होइन, खराब विचार छ भने त्यसलाई चाहिँ बाहिर पठाएर राम्रा राम्रा विचारहरू चाहिँ फेरि आफूले ग्रहण गर्ने, त्यस्तो सिकाउने ठाउँमा त्यो दङ्गा फसाद गर्ने, दङ्गा नियन्त्रण गर्ने, भिड नियन्त्रण गर्ने, गोली बारुदको होइन लडाइँ झगडाको सँग चाहिँ सम्बन्धित भएको सेना किन जोड्नु पऱ्यो भन्ने कुरो पनि छ क्या। सही हो। यस्तो हो, तपाईँको भारतमा धर्म प्रेरित दल बिजेपी उसले जहिले साम्प्रदायिक भावना फैलाएर धर्मको आडमा राजनीतिक स्वार्थको रोटी सेक्छ र आफ्नो कुत्सित स्वार्थ पुरा गर्छ। त्यहाँ अतिवाद हुन्छ। त्यहाँ भन्न त उसले माइनोरिटीलाई हामी बडो इज्जत गर्छौँ, क्रिस्चियन, मुस्लिम सबैलाई हामी समेट्छौँ भन्छ, तर व्यवहारमा ठिक उल्टो छ। व्यवहारमा दमनकारी नीति लिन्छ उसले। त्यो भएर भारतमा हरेक वर्ष जस्तो दङ्गा भड्किन्छ र सैकडौँ मान्छेले ज्यान गुमाउँछन् र भनिन्छ त्यो उहिलेदेखि अहिलेसम्म भारतमा करोडौँ मान्छेले धर्मको कारण नै ज्यान गुमाइसके। विश्वमा करोडौँ अरबौँ मान्छे धर्मको कारण मरेका छन्, जातीयताको कारण। हुटु र तुट्सीको साम्प्रदायिक जातीय भावना भड्किँदा सन् 1994को दशकमा रुवान्डा तहस नहस भयो र अहिले पल कागमेले सम्हाले। तपाईँ एउटा कुरो सम्झिनुहोस् कि जब राजनीतिभित्र धर्म मिसाइन्छ नि त्यहाँ साम्प्रदायिक लडाइँको सम्भावना तीव्र हुन्छ। अब मैले भनिहालेँ, भोलि क्रिस्चियन फौज खडा गरिदियो कसैले भने, मुस्लिम फौज खडा गरिदियो भने, उनीहरूले पनि सेना गठन गरिदियो भने अनि लडाइँ आम्ने सामने भएन। गर्न खोजे त्यही हो। फेरि नेपालमा धार्मिक द्वन्द्व मच्चाएर नेपालमा अब डिप स्टेट अमेरिकनहरू, युरोपियन युनियनमा के छ भन्दा उनीहरू चाहिँ नेपालमा आफ्नो फौज घोषाउन चाहन्छन्। पहिला अन्मिन मार्फत नेपालमा उनीहरूले आफ्नो फौजलाई स्थायी रूपमा राख्न खोजेका थिए माओवादी सेना समायोजन गर्ने नाउँमा। त्यसमा सर्वदलीय बैठक भएर सर्वदलीय सहमति अनुसार गिरिजाबाबुको अलिकति टाढिङ पर्सनालिटी थियो, प्रचण्डहरू थिए। अब तपाईँहरू चाहिँदैन, इयान मार्टिजी, करेन ल्याङ्गवेन तपाईँहरू जानुहोस् भनेर कोफी के अरे तत्कालीन संयुक्त राष्ट्रसङ्घीय महासचिव, कोरियन मूलका महासचिव वान कि मुनसँग प्रार्थना गरेर त्यसलाई फिर्ता बोलाए। अब यहाँनिर नेपालमा धार्मिक अल्पसङ्ख्यक अर्थात् क्रिस्चियन र मुस्लिम असुरक्षित भयो भन्ने बाहनामा डिप स्टेटले नेपालमा सेना पठाउँदैछ।
अब भारतलाई के छ, नेपालमा बहुसङ्ख्यक हिन्दूमाथि ज्यादती भयो भन्ने कजले नेपालमा सेना पठाउँदैछ, नेपाललाई अनन्त द्वन्द्वमा फसाइदिने। त्यस कारण यो धर्म भनेको यति संवेदनशील कुरा हो कि यसमा धार्मिक जातीय लडाइँ भयो भने नेपालले धान्न सक्दैन। हर्क साम्पाङको अपराध सिर्फ यति छ कि उहाँ ब्रह्मालाई निवेदन नहालिकन महान राई कुलमा जन्मिनु हो। यो उहाँको अपराध हो। उहाँको आँखा चिम्से भयो, नाक थेप्चो भयो। अब म पनि त निवेदन हालेर बाहुन भएको होइन। त्यस कारणले गर्दाखेरि हर्क साम्पाङलाई यिनीहरूले पाडो खेदाइ गर्नुको कारण के भने उहाँ एउटा मूलवासी परिवारमा जन्मिनु हो र उहाँले आफ्नो संस्कृतिलाई माया गर्नुभयो। यसको मतलब उहाँले सर्वधर्म समभाव। उहाँको आँखामा त्रेतायुगको कैकैको चित्र छैन जसले कसैलाई काखा वा कसैलाई पाखा गर्छ। उहाँले सबलाई बराबर मान्नु भएको छ। तर भ्रम के फैलाइयो भने उहाँलाई अब चरित्रमा सकिएन, पैसो खाँदैन यो मान्छेले, आरोपसम्म लगाउन सकिन्छ होइन, तर प्रमाणित गर्न सकिँदैन। अनि राष्ट्रभक्त छ, अनि श्रम गर्छ, कोरियाको किम जस्तै श्रमजीवी हो। अब बदनाम कसरी गर्ने त भन्दा यस्तै यस्तै खुद्रा मसिना। अनि जैरूले लगाएको अर्को तुच्छ आरोप, धरानमा जातीय धार्मिक युद्ध गर्न खोज्नु भएको थियो भनेर। तपाईँसँग डु यु हेभ एनी एभिडेन्स? उहाँले त साम्य गराएको, उहाँलाई नक्कली क्रिस्चियन बनाएर काठमाडौँबाट त्रिशूल र खोडा बोकेर 1 मिनटमा धरान खरानी गराइदिन्छु भनेर यी जति पनि पण्डाहरू गएका थिए ती सबसँग शान्ति 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 भनेर उहाँले प्रशासनिक निकायसँग पनि सल्लाह गरेर कुल माइन्डेड भएर उहाँले धरान बल्नबाट जोगाउनु भयो। धरानलाई दग्ध बनाउन त्यतिखेरै विदेशी देशी डिजाइन भइसकेको थियो। त्यस कारण हर्क साम्पाङलाई मिडियाबाट अहिले खोइलाउने भुत्लाउने उहाँलाई एक हिसाबले भन्दा अझ उहाँको टाउकोमा यो रविना खातुनको नाम याद छ नि जयरूले। यिनीहरू के भन्न खोज्दैछन् भने यिनीहरूको मनसाय बुझिन्छ। यिनीहरूको भनाइको आशय के रहेछ चारैतिरबाट भने यो रासपाको प्रोपोगन्डा डिपार्टमेन्टको जारी विज्ञप्ति जस्तो हो। रासपाले एउटा माइन्डसेट के बनाइदिएछ भने रविना खातुन र छोटे पठान यी दुई मुस्लिमहरू यो द्वन्द्वमा सामेल छन्। यिनीहरूको माइन्डसेट यो रहेछ। छोटे पठान 10-12 वर्ष जेल परेर आएको, खातुन चाहिँ उनका केन्द्रीय सदस्य रे, हेर्नु झुटो आरोप, एउटा मामुली सदस्य। अनि उनीहरूले परिचालन गरे रे, भित्री रूपमा क्रिस्चियन परिचालन गर्न नमिल्ने, बोलबम गएको बेला एट्याक गर्छौँ भनेर हर्क साम्पाङले भनेकै थिए भनेर झुटो कुराहरू लगाएर अनि उनीहरूलाई परिचालन गरेर हिन्दूमाथि दङ्गा फसाद गराए भन्ने झुटो आरोपको पृष्ठभूमि, नक्कली पृष्ठभूमि खडा गर्न यो झुटो प्रोपोगन्डा चलाइएको हो। जबकि तथ्य के हो भने रविना खातुन पहिलेदेखि यस्तै बोल्थिन्, उनले यस्तै मामुवाला शब्द पनि प्रयोग गर्थिन्। म एउटा सुझाव चाहिँ के दिन्छु भने यत्रो प्रोपोगन्डा भइसकेपछि रविना खातुनलाई तपाईँहरूले साधारण सदस्यबाट मुक्ति दिनुहोस्, उनलाई परीक्षणमा चाहिँ राख्नुहोस्। अब यहाँ छोटेको त केही छैन, त्यो बेकारको कुरा हो। अब किनभने ती बहिनीले अलिकति हद पनि नाग्ने रहेछन् कि यो कुरा स्वीकार्नुपर्छ। त्यस्तो हुँदा के हुन्छ भने एउटा बिराउने शाखा पिराउने। अब गल्ती गर्दै जान्छन्। अब हर्क साम्पाङले कहाँ पो सच्याउँदै जाने, कहाँ आएर फोटो खिच्छन्। दानबहादुर कार्कीले नेपाली ब्रोसँग फोटो खिचाएर रहेछ। त्यसो भए पत्नी हत्यामा संलग्न भएको मानिस आइजीको साथी हो त? त्यो भन्न मिल्छ? पक्कै पनि सर। किनभने बहुसङ्ख्यकले अल्पसङ्ख्यकलाई पेल्ने चलन जहाँ पनि छ। किनभने मुस्लिम कन्ट्रीमा गयो भने हिन्दूहरूलाई अलिकति उहाँले हेर्ने नजर फरक हुन्छ। समुद्रमा ठुलो बाछाले सानो बाछा, किनभने त्यहाँनिर म आफै पनि भोगेको छु। तपाईँको हिन्दूहरू छिसेर दूर नै गर्छ। मुस्लिम कन्ट्रीमा गयो भने अथवा त्यो कुन चाहिँ धर्मावलम्बीको बाहुल्यता छ त्यो बाहुल्यता भएको बहुसङ्ख्यकले अल्पसङ्ख्यकलाई थोरै पेल्ने ठेल्ने त त्यो संसार जहाँ पनि हुन्छ नै। त्यतातिर हामी धेरै नजाउँ। अब यहाँ पनि त्यही भइरहेको देखिन्छ अहिले, किनभने यहाँ हिन्दूहरूको बाहुल्यता अलिक बढी। अब भर्खरै यो राजु पाण्डे होइन, हिजोको दिनमा नगर प्रहरीमा हुनुहुन्थ्यो होइन, र नगर प्रहरीमा काम गर्दा पनि उहाँलाई भत्काउने प्रहरी भनेर कतिपयले भन्थे होइन। अहिले उहाँ प्रतिनिधि सभा सदस्य बन्नुभएको छ। त्यहाँ यो गोकर्णमा एउटा यो ऐतिहासिक पर्खाल जस्तै कुनै ट्रस्टको त्यो जग्गामा पर्खाल लागेको छ, निकै पुरानो पर्खाल रहेछ। त्यसमा डोजर लगाइयो। त्यहाँ चाहिँ तपाईँको नेपाली सेनाका कोही आएर समन्वय गर्न खोजेको पनि देखिन्थ्यो भिडियोमा होइन। तर राजु पाण्डेले चाहिँ हुँदैन, यो जसरी भत्किन्छ रोकिँदैन डोजर भनेर अगाडि बढ्नुभयो, भत्काउनु भयो।
त्यो संवाद तपाईँले सुन्नु पनि भयो होला, पक्कै हेर्नु पनि भयो होला, चर्चा भएको सुन्नुभयो होला। यसलाई चाहिँ के भन्ने हामीले, जस्तै त्यहाँनिर नेपाली आर्मीसँग समन्वय गरेर नेपाली आर्मीलाई भित्र स्पष्ट रूपमा भित्र ब्यारेक छ भन्दै हुनुहुन्थ्यो होइन, थाहा छ भन्दै हुन्थ्यो उहाँले। तर आर्मीसँग समन्वय गरेर त्यो सरसल्लाहमै पर्खाललाई अलिक भित्र सारेको भए हुन्थ्यो, चाहिँदो जग्गा कति चाहिने करिडोरलाई त्यो गरेर गर्दा हुन्थ्यो होला। यसलाई चाहिँ कसरी बुझ्नु भएको छ तपाईँले, के भन्नुहुन्छ? अब यो मैले भर्खर एउटा न्युज प्राप्त गरेँ, मैले यसको भिडियो चाहिँ हेरेको थिएँ, अलिकति पढेर सुनौँ होला, त्यसपछि हामी निष्कर्षमा जाउँला। होइन धेरै लामो हुन्छ। नगर प्रहरीकै सचिव राजु पाण्डे गोकर्ण वनको जग्गा जबरजस्ती चलाए डोजर, सैनिकसँग वाद विवाद। नगरपालिकाले सेनासँगको समन्वयमै भत्काउन लागेको थाहा पाएपछि जसिनी होडमा राजु पाण्डेले अनाधिकृत हस्तक्षेप गरे भन्ने छ। यो मेरो क्षेत्र पनि हो फेरि होइन, त्यहाँ म बस्छु पनि, मेरै क्षेत्रबाट जितेको, मेरै घरबाट अलिकति उता हो। काठमाडौँ क्षेत्र नम्बर 3 का राजसपा सांसद राजनाथ पाण्डेले सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा जबरजस्ती डोजर चलाएका छन्। आफै डोजर लिएर पुगेका पाण्डेले पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीतप्की गरेका छन्। गोकर्णेश्वर नगरपालिका 4 माकलबारीदेखि गोकर्ण मन्दिरसम्म करिब 200 मिटर सडक अन्तर्गत नेपाली सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा हिजो डोजर चलाइएको छ। यो पर्खाल भत्काउने स्थानीयको मागअनुसार नगरपालिकाले सेनासँग आवश्यक समन्वय गरिरहेको थियो। चाँडै विधिसम्मत तरिकाले नगरपालिकाले भत्काउन लागेको थाहा पाएपछि जस लिनकै लागि पाण्डे डोजर लिएर पुगेका थिए। सांसद पाण्डे काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रहरी प्रमुख अर्थात् एसएसपी हुन्। उनले सांसदको जिम्मेवारी दायरा बिर्सेर नगर प्रहरीकै सचिव डोजर चलाए। पर्खाल भत्काउनको लागि उनीसँग कुनै पनि लिखित आदेश थिएन। नेपाली सेनाको अधिकृत अनुपम श्रेष्ठसँग उनको लामै वाद विवाद भएको छ। त्यो भिडियो पनि देखिन्छ होइन। अब यो के बुझियो भने यो भत्काउने काममा महारत हासिल गरेका प्रहरीहरू वास्तवमा राजनीतिक व्यक्ति हुन सक्दैनन् र पाण्डेले त्यहाँ गौरवशाली नेपाली सेनाको अधिकृतसँग मुखमुखै लाग्नु भनेको वास्तवमा अशोभनीय व्यवहार हो र यस ढङ्गले राज्यका निकायहरूलाई कन्फ्रन्टेसनमा ल्याउने अर्थात् द्वन्द्व र विवादमा ल्याउने। अब हिजोको दिनमा नेपाली सेनासँग पंगा लिँदाखेरि पुष्पकमल दाहाल प्रचण्डको पदै खुसिएको हामीले बिर्सेका छैनौँ। रुक्माङ्गद कटुवालको जुन कुरामा होइन त्यतिखेर त्यसो भएको थियो। अब अहिले तपाईँको यो राजसभाले पनि कता कता पंगा लिन खोजेको हो कि होइन, जस्तै यो सेनाको त्यो जुन विवाद सुन्यौँ हामीले उपलब्ध फुटेजमा, जुन सार्वजनिक भएको फुटेज, सार्वजनिक सञ्जालमा आएको फुटेज हेर्दाखेरि होइन, त्यहाँ अलिकति विवाद देखिन्छ। त्यो एआई त होइन होला। अब त्यहाँ त्यो हेर्दा चाहिँ अलिकति पंगा लिएको हो कि अब यसले चाहिँ त्यसको परिणाम के दिन्छ, कस्तो बनाउँछ? रियल भिडियो हो, त्यो रियल भएकै हुनाले नेपाल प्रेस जस्तो जिम्मेवार मिडियाले न्युज बनाए। होइन, यसमा लम्बेतान व्याख्या गर्नुभन्दा पनि पछिल्लो समय राजसपा को राज्यप्रतिको विश्वसनीयता गुम्दै गएको छ। उनीहरूले प्रणाली र विधिभन्दा बाहिरबाट काम गरिरहेका छन् र नेपाली सेनासँग कन्फ्रन्टेसनमा जानु भनेको उसले आफ्नो पतनको पटकथा लेख्दैछ भनेर बुझ्नुपर्ने हुन्छ। यही हो कुरा। पक्कै पनि यहाँले समय दिनुभयो, आफ्नो कुरा राखिदिनु भयो, धेरै धेरै धन्यवाद। अन्तिममा मैले पत्रकारितालाई हमेसा मर्यादित, गरिमामय, सभ्य, भव्य बनाऊँ र पत्रकारिता गर्नेहरूसँग चाहिँ इन्फर्मेसन चाहियो र पत्रकारिता गर्ने मान्छे अथवा टिभी प्रोग्राम प्रस्तुताहरूसँग न्यूनतम अध्ययन चाहियो भन्छु। भारतमा एकजना बाहुबली सांसद छन्, तिनको नाम हो पप्पू यादव। गुगल सर्च गरेर हेर्नु भने अजित सरकार भन्ने असाध्यै लोकप्रिय सांसदको हत्या अभियोगमा उनी वर्षौँ थुनिएका छन् र त्यहाँ उनी आफूलाई नक्कली गरिबको मसिहाको रूपमा चिनाउँछन्। पैसा गरिका बाँडेर देखिन्छ र उनी ठुलो डन भनेर चिनिन्छ। बाहुबली सांसद हुन्। नेपालको एकजना एसटिपी खबर भन्ने युट्युब सञ्चालन गर्ने भाइले चाहिँ उनलाई गरिबको मसिहा भनेछन्, मुक्तिदाता भनेछन् र पुरै खलल पुग्ने गरी असंलग्न परराष्ट्र नीति र पञ्चशीलता विरुद्ध चीन विरोधी घृणा फैलाएका छन् र हलाल कालकुट बिस ओकल्लेको भिडियोलाई यो एसटिपी खबरको भाइले जस्ताको तस्तै राख्नु भएछ दिवाकर शाहले। उहाँले थपमा के कुरा बिर्सिनु भएछ भने
यहाँ पप्पू यादवले नेपाल र भारतको त एउटै हो सबै चिज भनेर नेपाल देशको अस्तित्वमाथि नै धावा बोलेको कुरा पनि बिर्सिनु हो। एकचोटि म भिडियो सम्झाउँछु। यो मैले किन भूमिका बाँधेको भने तपाईँले कसैले इन्टरभ्यू दिन्छ भने राष्ट्रियताको मामिलामा नेपालको तलबितल हुने गरी र नेपालको छिमेकी राष्ट्र मित्र राष्ट्रसँग सम्बन्ध बिग्रिने गरी कसैले बोल्छ भने त्यसमा एडिट गर्ने कला पनि सिक्नुहोस्। तपाईँको त्यो भिडियोको आशय बहुत खराब छ। यहाँ सुन्नुहोस् अब एकचोटि। भारतका लोकप्रिय चर्चित सांसद हुनुहुन्छ पप्पू यादव भन्न बित्तिकै ल सुन्नुहोस् कसरी लोकप्रिय चर्चित अजित सरकारको हत्या अभियोगमा वर्षौँ जेल थुनिएका व्यक्ति हत्या प्रमाणितै गरेर उनलाई जेल थुनिएको ऊ कसरी चर्चित र लोकप्रिय हुन्छ। गरीबको मसिहा भारतमा बस्ने गरीब निमुखा जनताहरूको लागि हमेशा स्वतन्त्र रूपमा आफ्नो आवाज बुलन्द गर्ने पप्पू यादवसँग आज हामीले छोटो समय लिएका छौँ। स्वागत है आपका। धन्यवाद। नेपाल को बहुत बहुत 3 करोड़ जनता की खुशियों के लिए हमेशा जिएंगे, आप चिंता न करिए। जैसे नेपाल भारत संबंध की बात होती है, नेपाल भारत संबंध में बीच बीच में जो दरारें पैदा होती है उसको आप कैसे देखते हैं? मैं नहीं मानता। नेपाल के लोग और भारत के लोग एक है, एक हो। उसकी संस्कृति एक है, उसकी भाषा एक है, उसकी तहजीब एक है, उसकी राजनीतिक सामाजिक जीवन एक है। कसरी हुन्छ? आर्थिक आधार भी भारत स्टेट हो भारतको, चाइना कभी नहीं हो सकता। और हम लोग एक खून रोटी मट्टी बेटी का रिश्ता है। यो त भारतको उपनिवेश भन्या हो नि। यसरी भारतको उपनिवेश भनिरहेछ र चीन विरुद्ध घृणा फैलाइरहेछ। र तपाईँलाई एउटा कुरो म जानकारी दिइरहन्छु कि पप्पू यादवको इतिहास थाहा छैन भने एकचोटि गुगल सर्च गरेर खोजे पनि हुन्छ को हुन् पप्पू यादव भनेर। त्यसकारण पृष्ठभूमि नबुझिकन गरिबको मसिया भनिदिने अनि त्यसपछि तपाईँको त्यस्तो व्यक्तिलाई ल्याएर चीन विरुद्ध वक्तव्यबाजी गराउने र चीनलाई त वास्तवमा भन्ने हो भने यो पप्पू यादवको यहाँ म एउटा सानो सरी टु से यहाँ अलिकति मलाई यो गर्न दिनुहोस्। पप्पू यादव मर्डर भनेर यो डार्क हिस्ट्री अफ पप्पू यादव भन्ने भिडियो हेर्न पनि म भन्छु। पप्पू का असली नाम धेरै नबजाउँ सर। 1967 के दिन बिहार के मधेपुरा में अनि यो कपिराइट आउन सक्छ? हजुर हजुर राजेश रंजन ल यहाँ हेर्नुहोस् हजुर पप्पू यादव। Coming in, Pappu Yadav, the independent MP, has now moved Delhi police after the slipper attack. Attempt to murder complaint has been filed. सुन्नुहोस् ए मैले भन्दै थिएँ अजित सरकारको हत्या पुण्य गौतमले हजुर एक नबजाउँ सर होइन प्लिज होइन कपिराइट आउँछ कि नबजाउँ त्यसलाई। Sarkar was murdered in 1998. Ajit Sarkar was a CPI leader. Along with Pappu Yadav, Rajan Tiwari and Anil Yadav have also been acquitted. They have been acquitted. सिधा यहाँ के भनेको छ अजित सरकारको हत्या अभियोग 1998 मा लोकप्रिय अत्यन्तै राम्रो गरिबको मसिया ती थिए मार्क्सवादीका नेता सांसद तिनको हत्याको अभियोगमा जेल पर्ने मान्छे र नेपाल र चीनसँगको सम्बन्ध खराब बनाउने गरी नेपाल त भारतकै सम्पूर्ण हिस्सा हो भनेर बोल्ने व्यक्तिलाई कृपया दिवाकर शाह भाइ तपाईले आफ्नो प्रोग्राम इन्डियामा बढी हेरुन् भन्ने उद्देश्यका साथ उनी डन हुन्, डनका पनि फ्यानहरू होलान् अपराधीहरू। त्यस्तो आपराधिक पृष्ठभूमिको मान्छेलाई गरिबको मसिया अति लोकप्रिय भन्ने काम बन्द गर्नुहोस्। पत्रकारितामा बुझेर काम गर्नु होला। हस् थ्याङ्क थ्याङ्क यू। मैले लगाए आरोप गलत